शीर्षक अनायासै तिमी। सन्ध्या कहिल्यै सपना देख्दिनथी विवाहको। उसलाई लाग्थ्यो प्रेम आफैमा स्वतन्त्र हुनुपर्छ, न कि सम्बन्धको नाममा बाँधिएको सम्झौता जस्तो। तर आमा बाबुको मायालु अनुरोध, परिवारको अपेक्षा अनि समाजको दबावका बीच उसले एरेन्ज म्यारेज स्वीकार गरिन्। एक अपरिचितसँग जीवन बिताउने निर्णय। केटा थियो आर्यन, न त कवि थियो न हिरो। उसमा कुनै भव्य व्यक्तित्व थिएन, तर उसको आँखामा केही थियो, गहिरो शान्ति जुन धपक्क बलेको दियो जस्तो लाग्थ्यो। विवाहको पहिलो रात उसले केवल यति भनेको थियो, म तिमीलाई जान्दिन, तर तिमीलाई चिनेको जस्तो लाग्छ। हामी बिस्तारै चिन्छौँ है। सन्ध्या अचम्ममा परेकी थिए। उसले पहिलो पटक कुनै अन्जान पुरुषको नजरमा डर होइन, भरोसा देखेकी थिए। सुरुका दिनहरू साँच्चैकै अनौठा थिए। एउटै ओछ्यान, एउटै घर, तर भित्र दुनियाँका दुई प्राणी। आर्यनको मायालु व्यवहार, बिहानको चियासँगै पकाउने बानी, उसको शब्द बिनाको हेरचाहले सन्ध्याको मनमा शान्त छाल झैँ हल्का तरङ्ग उठ्न थाल्यो। एक दिन सन्ध्या अफिसबाट थाकेर फर्किँदा उसले देखिन् आर्यन भान्सामा हल्का गजल गुनगुनाउँदै उनकै मनपर्ने चिउरा आलु बनाउँदै थियो। किन गाह्रो गरिरहा? सन्ध्याले सोधी। आर्यनले मुस्कुराउँदै भन्यो, थकित मुहारमा मुस्कान ल्याउन सके भने दिन सफल लाग्छ। त्यो पल सन्ध्याको मनमा केही टुट्यो, सायद अहङ्कार, सायद डर। उसले पहिलो पटक महसुस गरिन्, माया त त्यही छ जहाँ न त उच्च आवाज हुन्छ न त कबुली प्रेम। केवल मौन स्नेह हुन्छ, सानो चासो र न्यानो स्पर्श। तर जीवन जहिल्यै सरल कहाँ हुन्छ र। एक साँझ आर्यन गम्भीर देखिन्थ्यो। उसले एकहोरो भित्तातिर हेरेको देख्दा सन्ध्याले सोधिन्, ठिक छौ तिमी? आर्यनको हल्का मुस्कान थियो, तर त्यो बनावटी थियो। पछिल्लो केही दिन ऊ अनौठो व्यवहार गर्दै थियो। फोन बारम्बार बज्थ्यो, ऊ बाहिर जान्थ्यो, रातभर चुपचाप। सन्ध्याको मनमा हजारौँ प्रश्न खेल्न थाले। कि ऊ मबाट टाढा भइरहेको छ? उसको हृदयमा अरू कोही त छैन? एक रात सन्ध्याले देखिन् आर्यनले गुपचुप आँसु पुछिरहेको थियो। साँचो कुरा जान्न सकूँ? उसले नमिजिएको स्वरमा सोधी। आर्यनले धेरै बेर चुपचाप बसेपछि भने, मसँग केही यस्तो छ जुन तिमीलाई थाहा हुनु जरुरी छ। त्यसपछि उसले सुनायो, विवाह अघि उसले कसैलाई माया गरेको थियो। त्यो सम्बन्ध धोका र पीडाबाट भरिएको थियो। त यो केटी अहिले डिप्रेसनमा छिन् र जीवनबाट निराशा। ऊ मसँग फेरि सम्पर्कमा आएकी छिन्। मलाई माफ गर, म उसको आत्महत्या गर्ने डरले केही सहारा दिएको थिएँ। आर्यनको स्वर काँपिरहेको थियो। सन्ध्या स्तब्ध भइन्, पीडाले होइन, उसले जुन इमान्दारी देखायो त्यसले। उसले अनुभूति गरिन्, यो केटा त केवल मायालु होइन, गहिरो सहृदयी पनि रहेछ। उसले आँखाभरि आँसु लिएर भनेकी थिइन्, म तिमीमाथि रिसाउँदिन, किनभने तिमीले आज मलाई डर होइन, भरोसा दिएर सत्य सुनायो। त्यो नै त साँचो सम्बन्धको जग हो। त्यो रात उनीहरू पहिलो पटक बिना सङ्कोच, बिना स्वार्थ, केवल हृदयको भाषा बोलेका थिए। समय बित्दै गयो, उनीहरूको सम्बन्धमा नयाँ आत्मीयता आयो। एक अर्काको कमजोरी स्वीकार्ने शक्ति, सानो कुरामा साथ दिने भरोसा अनि भविष्यको सपना सँगै बुन्ने साहस। तर नियति फेरि एक खेल खेल्दछ। सन्ध्याको सरुवा भयो अर्को सहरमा। उनीहरू टाढा बस्नुपर्ने भयो। सन्ध्याको मन डरायो, के दूरीले हामीलाई टुक्र्याउने त होइन? आर्यनले उसलाई अँगाल्दै भने, दूरीले माया घट्दैन, केवल सम्झनामा गहिरिन्छ। म हरेक दिन तिमीलाई पत्र लेख्नेछु। जब तिमी पढ्नेछौ
त्यो स्पर्श म यहीँबाट पठाउनेछु। सन्ध्या टाढा गइन्। हरेक रात डायरी खोल्थिन्, आर्यनका शब्दहरू पढ्थिन्। आज तिमी बिना। बिहान अलिक छाया जस्तो थियो, चिया पनि स्वादहीन थियो, तर तिमी हाँसिरहेको कल्पना गर्दा म पनि हाँसेँ। ती शब्दहरूमा केवल प्रेम थिएन, त्यो सम्बन्धमा आत्मा थियो। महिनौपछि सन्ध्या फर्किन्। घरको ढोका खोल्दा आर्यन भान्सामा गजल गुनगुनाइरहेको थियो। फेरि चिउरा आलु? आर्यनले हाँस्दै भन्यो। पहिलोचोटिको स्वाद सम्झन मन लाग्यो। आज पनि त्यो स्वाद सँगै हाम्रो कथा समेटिएको छ। सन्ध्याले आँसु झार्दै उसलाई अँगालिन्। त्यो दिन उनीहरूले बुझ्न सके साँचो माया न त चर्को प्रेम प्रस्तावमा भेटिन्छ न त उपहारमा। त्यो त अनायासै आउँछ। एउटै ओछ्यानको मौनता, एक प्लेट खाना, एउटा पत्र, एउटा भरोसाको दृष्टिमा।